Hi, namaste, सबैजनालाई welcome. This is my first vlog and I'm so excited. Channel open गरेको 5 years भइसक्दाखेरि पनि भिडियोजहरु रेगुलरली पोस्ट गर्न पाएको थिएन and I'm so happy कि मैले मेरो फर्स्ट vlog पोस्ट गर्दै छु and आजको vlog चाहिँ हाम्रो हाइकिङ को रहेको छ. So म रेडी हुँदै छु. लेट्स रेडी है त. मैले चाहिँ मोजा लगाइसके तेन हिँड्नु पर्ने छ. सो स्पोर्ट्स लगाए हिँड्दाखेरि चाहिँ अलिकति कम्फर्टेबल होस् भन्ने हिसाबले अलि धेरै नै हिँड्नु पर्ने छ. मिनिमम पनि 1.5-2 घण्टा त लाग्छ नै होला हामीलाई सायद है. म लोकेसन पनि भन्दिछु हजुरहरुलाई हामी कता जाँदै छौं भनेर. जस्तो भए पनि मैले यो ब्लग चाहिँ जस्तो भए पनि सुट गरेको छु है त. लेट्स रेडी. जस्तो मैले जानी नजानी राम्रो नराम्रो जे जस्तो हुन्छ मैले सबै सुट गरेको छु ल. And I'm getting ready. Let's go. So घरमा लगाए मैले मास्क and let's get ready with me. मैले हेलमेट लगाए and then चलते हैं. हामी चाहिँ एकछिन दर्शन गरेर आइजाउँ भनेर चाहिँ बुढानकण्ठ आएको छु. अनि हियर इज द मन्दिर एन्ड कस्तो मजाले पर्यो उडीबाट. र यो चाहिँ मन्दिर रहेको छ है. बहिनीहरू माग्दैछन् तर मसँग पैसा छैन दिनको लागि. मलाई अलिकति शरम लागिरहेछ कि आई डोन्ट नो. कता जाँदै हो ल. हामी दर्शन गरेर अब जान लाग्यो. अब यस्तरी हो कि सुट गर्नुपर्ने चाहिँ. लेट्स मुभ. हामी चाहिँ यहाँ आइपुग्यौँ. द्याट्स अ गुड. पुग्यौँ हामी यहाँ. खिच्न त जानिन. क्रप गरेर आएर न. अब सजिलो चाहिँ ताराभिर कहाँसम्म पुग्न सकिन्छ. लेट्स गो. ल बाटोमा यस्तो सानो पानीको मुहानहरू पनि रहेछ. लेट्स मुभ. अब हामीबाट जङ्गल हो घनघोर. मेनहरूको यो बाटो यसरी पनि देखाउन. यो बाटो क्यारे जाने चल्दैन सानो बाटो फेरि है. बाटो यस्तो छ. I'm coming. गाइस बागडोर चाहिँ बल्ल यहीँ पुग्यो. अब यहाँबाट माथि जाने हिम्मत चाहिँ छैन हामीसँग. इट्स अलरेडी कति बज्यो? 2:30 भइसक्यो. फर्किनु पनि पर्यो. एन्ड देन लुखिर्दै भयो. यहाँ अलिअलि फोहोर देखियो. अब यहाँदेखि माथि चाहिँ उता जाने होला. पिकमा जाने चाहिँ हामी सक्दैनौँ. मन्दिर पानी पिउने रहेछ. पानी एकदमै धेरै पल्ट. हेर यस्तो डेस्टिनेसन बागडोर चाहिँ. अब माथि पुग्न चाहिँ हामी सकेनौँ है. माथि चाहिँ अब यो बाटो जाने होला. ढिलो हुन्छ उसको लागि. यहीँबाट फर्किने निदो गऱ्यौँ अब हामीले. यो चाहिँ पिउने पानी रहेछ. अर्को पनि छ भर्नुलाई. आइपुग्यो है त. कस्तो भएर गएको थियौँ कस्तो भएर आयौँ. सो थाक्यो.